ल यता हाम्रो दाजु, यहाँ हाम्रो भाउजू, उता लुगा दिदी, उता अनि यहाँ यस्तो छ है साथी हो। ल धरान ल ल जाउँ मासतिर। हेलो, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म यहाँ ओसो पार्कतिर घुम्न आइरहेको छु। यहाँ टक्कै पार्कतिर हाम्रो हर्क साम्पाङले बनाएको पार्कतिर माछा त के हो, एक ठाउँमा भेला परेर बसिरहेछ त हौ। यस्तो छ है साथी हो। यता हाम्रो टोलीहरू यता फोटो खिच्नु धमाधम छ। हाम्रो टोलीहरू यस्तो छ है साथी हो। यहाँ पानी परेर मौसम अलिक दामी भएको रहेछ मौसम। ल यता हाम्रो दाजु, यहाँ हाम्रो भाउजू, उता लुगा दिदी, उता अनि यहाँ यस्तो छ है साथी हो। ल धरान ल ल जाउँ मासतिर। यहाँ पाइप फुटिरहेको रहेछ। यतामा छैन, यहाँ पाइप फुटेछ है साथी हो। पाइप फुटेछ ल यहाँ माथि चाहिँ यति मात्रै हो। अब यहाँदेखि टक्कै बनाउँदा जे पनि हुँदो रहेछ भन्ने उदाहरण, ज्वलन्त उदाहरण यो। यस्तो छ साथी हो। ल यहाँ चाहिँ बुढी आमैले भारी बोक्दै नानी च्याप्दै गरेको यहाँ शालिग बनाएको रहेछ। यस्तो छ गाइज। यो चाहिँ पुल है साथी हो। यो खोला तर्ने अहिले त खोला पनि ठुलो आएको छ। खोला पनि ठुलो आएको छ अहिले त, बब्बाल खोला। यहाँ यस्तो छ। अहिले चाहिँ हामी रक गार्डनतिर प्रवेश गर्दैछौँ। यस्तो छ है साथी हो। यस्तो छ। यो चाहिँ रक गार्डन साथी हो। यो चाहिँ रक गार्डन प्रवेश गरियो। यस्तो छ यहाँ। त्यहाँ पनि बाजे बोजूहरू रहेछ। यहाँ तल यस्तो छ साथी हो। खोला अहिले गतिलो आइरहेछ। यस्तो छ यहाँ मेरो टोलीहरू यहाँ अगाडि कता जाने भनेर निर्णय गरिराख्नु भएको छ। अहिले चाहिँ यहाँ रक गार्डनको यो पानीको फहरा यस रमाइलो बनाएको छ। अब यहाँ माथि उकालो जाने हो। के अरे यहाँ माथि के अरे ऊ पार्क छ हो। पार्कको नाम पनि के पो आउँदैन त फेरि। यहाँ चाहिँ यस्तो छ है साथी हो। यस्तो पानीको फहरा सरररर आउने। ल गाइस, मेरो भिडियोलाई हेरेर यसो सेयर, लाइक, कमेन्ट गरिदिनु ल। सबैजनाले मेरो युट्युबलाई सब्सक्राइब पनि गरिदिनु होला। मेरो युट्युबको नाम रहेको छ @लाइफ इन मोसन रहेको छ। एसटिभी रक गार्डन हो यो चाहिँ।
यहाँ चाहिँ 24 घन्टा पानी यसरी फरफराइरहन्छ हैन। पानीको फहरा यसरी फ्याँकिराख्छ। अनि यता हाम्रो टोलीहरू चाहिँ पुरा फोटो खिच्दै हुनुहुन्छ। मित्रहरू यसो हेरेर लाइक कमेन्ट गर्नु ल।